रेकर्डिङ भएको कसरी थाहा हुन्छ यो? यो बोलिरहेको यो? रेकर्डिङ भइसक्यो। यो हो बोलेको? हेलो नचे पुन्टे नचे 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 ल खतरा खतरा कहाँबाट हिँड्ने कुन माछा होइन बाघ पनि हुनसक्छ क्या त्यही भएर सावधान। ओ यार बाटो हेर न यस्तो दामी बाटो यार आम्बो बबाल छ ल बाटो त स्वर्ग 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 स्वर्गमा आइपुग्यो होला हजुर ग्रिन भ्याली रिसोर्ट ए हस् हस् युआर बिङ वाच रे हो होइन हामीले चाहिँ वाच गरेर अरे तपाईँहरू प्लास्टिक मिश्रित क्षेत्र हजुर ए हस् हस् कताबाट हो यताबाट हो थ्याङ्क यू सर। हेलो एन्ड नमस्ते गाइज वेलकम टु माई न्यू भिडियो है। आशा गरौँ तपाईँहरू सन्चै हुनुहुन्छ, म पनि यहाँ सन्चै छु। एउटा सानो प्रब्लम आयो क्या यो भिडियोमा, भिडियो चाहिँ सब डिलिट भएछ क्या। अब जस्तै हिजो हामी घुमेर आयौँ होइन, अनि आज एडिट गर्ने बेलामा मोबाइलबाट गर्नुपर्छ होइन, अनि मोबाइलबाट ट्रान्सफर गर्दाखेरि गोप्रोबाट अनि स्टोरेज नपुगेको कारणले 2-3वटा भिडियो डिलिट गरेको थिएँ। यही मेन फुटेजहरू नै पर्दैछ क्या। अनि मैले जहिले भिडियो एडिट गर्दा चाहिँ होइन जहिले 2 पार्टमा गर्छ क्या। आधी चाहिँ एकचोटि एडिट गरेर कम्प्लिट गरेपछि फेरि अनि अर्को आधीलाई चाहिँ एडिट गरेर अनि सकाउने गरेर चाहिँ क्या। अनि त्यो दुईवटा लास्टमा मर्ज गरेर अनि अपलोड गर्ने गरेको थिएँ, तर योपालि चाहिँ त्यस्तो भएन होइन। आधी एडिट गरेर हाल्दाखेरि चाहिँ आधी भिडियो चाहिँ अलिकति चुस्स बिचको मेन पार्ट चाहिँ उड्यो क्या। त्यही भएको भएर चाहिँ दुःख लागिरहेछ। जस्तो भए पनि यसो इन्जोय गरिदिनु होला है, राम्रो राम्रो पार्टहरू पनि टन्नै छ। मैले चाहिँ अब त्यहाँ मेन ठाउँमा घुमेको भिडियोहरू चाहिँ हाल्न पाइनँ, यसको लागि चाहिँ सरी है त गाइजहरू, सपोर्ट गर्दै गर्नु होला। रेकर्डिङ भएको कसरी थाहा हुन्छ यो? यो बोलिरहेको यो? रेकर्डिङ भइसक्यो। यो हो बोलेको? हेलो पुन्टे नचे नचे पुन्टे नचे 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 ल खतरा 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 खै यस्तै नाच्न नचे 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 खै घुम्ने 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 नचे घुम्टे नचे। ल अब हामी निस्किन लागिरहेछौँ होइन, हामी यहाँ साथ भाइले लिएर धेरै बेर बस्यौँ चियासा खाएर। त्यही त बाइक चाहिँ अब त्यहाँ घुमाउनु लगाएको छ। बाइक बेच्दाखेरि मलाई साह्रो दुःख लागिरहेछ होइन। आज चाहिँ हामी भ्लगमा जाँदैछौँ। कहाँ रे? बडा नीलकण्ठ नारायण थान जाँदैछौँ। त्यहाँ गएर सिरियस मुडमा फर्किने, बाइक बेचेपछि त त्यही त होला होइन। यताबाट कस्तो छ एक्सपिरियन्स? ठिक छ? मजा आयो मसानी, मजा आयो घुमेर मजा आयो। ल हिँड ल। कस्तो लाग्यो यो राइड गर्दा? खोइ त चाबी लाग्यो ए दिसिक्यो। ए चराले हगिसकेको छ यहाँ भर्खरै हो यार यो त यार छ्या। ल ल गएको ल। अब चाहिँ हामी निस्किँदैछौँ होइन। टक्क लगाएर आज चाहिँ फेरि ब्याक भएको छ। आज चाहिँ यो बाइकमा लास्ट भ्लग हो होइन, सिधै हो टक्क हिलो आएको अवस्था हो। होइन पुलिस छेउको पुलिसहरूको छेउमा चाहिँ अलिक बिस्तारै चलाउनुपर्छ होइन। ल गाइजहरू अब हामी चाहिँ ठ्याक्क यो पिवलबाट निस्किँदैछौँ होइन। बिस्तारै जानुपर्ने हुन्छ, बिस्तारै बिस्तारै धेरै आवाज नदिकन ट्राफिक अगाडि
म पनि यसै त म धेरै स्पिडमा कुदाउँदिनँ अनि आवाज मात्रै निकालेर होइन हिरो बनेर गयो भने फेरि पैसा मात्रै तिर्नुपर्छ बहुत अगाडि ल अब हामी 4 बेलतिर आइपुग्यौँ होइन अनि यता 4 बेलबाट चाहिँ अब तल लाग्नु पर्ने हुन्छ हामीहरू कहाँबाट ब्याग लाएर होइन अब हामी 4 बेलबाट सिधा निस्किन्छौँ यो बाइक होइन लुटलुट छिर्छ क्या भिडमा नि त्यो बवाल हो क्या लुटुलुट छिर्दिन्छ क्या बवाल बाटो छ क्या ल हेर्नु न क्या सिधा होइन बवाल क्या लास्ट बाटो चाहिँ खतरा छ क्या ल है गाइजहरू अब हामी आइपुगेछौँ नारायण थानको मुनि अहिले हामी बुढानी कन्ठाउमा छौँ अब एकचोटि नारायण थान पुग्छौँ अब भ्यूहरू देखिन्छ भने देखाउँछु नत्र त त्यही हो नर्मल अब माथि गइन्छ चिल गरिन्छ आइन्छ है अनि हेर आउँदाखेरि चाहिँ यो बाइक हुँदैन क्या सायद बेबी यही बाटो जुन बाटो आयो नि तपाईँहरू यहाँ ठुलो पुल आउनु भयो नि त्यहाँबाट सिधै जानु ल अब हामी चाहिँ होइन ग्रुन भ्याली रिसोर्टमा जानुपर्ने रहेछ खासमा अनि फेरि माथि आइपुग्यौँ हामी चाहिँ गुम्बा जाने बाटो सोध्दा गुम्बाको छेउमा पो रहेछ त पारिपट्टि रहेछ होइन अनि हामी चाहिँ ठाडो बाटो भएको अवस्था अलिकति घुमाउनलाई अप्ठ्यारो चल्दियौँ अब फाइनली हामी बाटो भेट्यौँ होइन ग्रिन भ्याली जाने बाटो भेट्यो ठ्याक्क त्यहाँ बोर्ड टाढा रहेछ कि हामी चाहिँ तलबाट गयौँ होइन हो यता कताबाट हो मोबाइल छ क्या ल निकिन्छ पो रहेछ नि त यो यार कस्तो दामी ठाउँ क्या ल हेरे पारतिर यार तै लास्ट बवाल यार कत्रो ठुलो सानो घुम्थ्यो क्या घुम्थ्यो त कडा घुम्दैछ यार ल अब यहाँ बोर्ड छ यहाँ बोर्डमा हेर्छु कुन निक्लिन्छ हो है त हल्का गति सीमित रे कुन निक्लिन्छ रहेछ यार शिवपुरी त होइन नि शिवपुरी नै हो कि क्या हो निकुञ्जमा चाहिँ होइन बाघ पनि हुनसक्छ क्या त्यही भएर सावधान तिम्रो कति जीवन क्षति रे होइन माथि गएर हाल्नु त कस्तो दामी बिहान स्वर्गमा छिटो राति आउन पाएको हुँदै चाहिँ ओ यार बाटो हेर न यस्तो दामी बाटो यार आम्बो बबाल छ ल बाटो त स्वर्गमा आइपुग्यो कसो स्वर्ग नै हो यार यो त यहाँ बस्ने मान्छे कति लग्यो होला कति सीमित रे होइन ए यो त उयो जस्तो लाग्यो यार के अरे ठ्याक्क हजुर ग्रिन भ्याली रिसोर्ट ए हस् ए एकजनाले गरे हुन्छ नि है म यहाँ छिरेँ होइन यो निकुञ्जको नाम शिवपुरी हो शिवपुरी राष्ट्रिय निकुञ्ज रहेछ क्या यो चाहिँ ल म चाहिँ थाहा थिएन बाटो चाहिँ बवाल लाग्यो ठाउँ पनि खतरा रहेछ अब हामी चाहिँ ग्रिन भ्याली रिसोर्टमा जाँदैछौँ त्यस क्यामेरा अफ गरिदिएँ माथि आएपछि खोलिहालेँ किनकि तपाईँलाई भ्यू देखाउनु छ नि त होइन भ्यू देखाउनुको लागि तपाईँहरूको लागि नै हो अब म त आफू त आइहालेको छु हो कि न अब म आफू आए पनि तपाईँहरूले पनि तपाईँ यहाँ आएको जस्तो महसुस गराउनको लागि छु नि त मैले
बाघ पवन पाउँदैछ है यो बाघ आउने ठाउँ रहेछ नि त गाइज बाघ ओ यहाँ हेलिकप्टरको रहेछ नि त हेलिप्याड रहेछ है बडा हो यार ल कलेज पनि रहेछ युआर बिङ वाच रे हो होइन हामीले चाहिँ वाच गरेर खाँदै स्टप हेयर प्लास्टिक मिश्रित क्षेत्र हजुर ए हस् हस् ल कताबाट हो यताबाट हो थ्याङ्क यू सर ल हामी त मान्छेहरू बस्ने ठाउँमा पो आइपुगेछौँ त कता हो ड्रागन तल रहेछ म देखि बोर्ड होइन उसले नै बोलायो यो साइडमा रहेछ पुरै डिफ्रेन्ट साइडमा क्या तल पो गइदिरहेको रहेछ ओ यहाँ रहेछ नि त ग्रिन भ्याली ल हामी आइपुग्यौँ अब बाइक पार्क गर्छौँ एकैछिन सट्टा लगाएर होइन होइन क्यामेरा अफ गर्न लगाइ गरेर है ल गाइजहरू है बाबाले एकैछिन रमाइलो गऱ्यौँ अनि यताउति डुल्यौँ रेस्ट गऱ्यौँ होइन ठाउँ दामी लाग्यो है तपाईँहरू नि घुम्न आउन सक्नुहुन्छ अनि खेर यसो हेर्दै गर्ने होला भ्लग कस्तो लाग्यो कमेन्ट पनि गर्दै गर्ने होला किनकि इम्प्रुभ गर्नलाई सजिलो हुन्छ नि त पछि ल अहिले हामी निस्किन्छौँ ल अब हामी निस्किन लागेको होइन अनि यहाँबाट चाहिँ त्यही हो पछाडि सर्ट निस्किन्छौँ भ्यू हेर्दै जान्छ होइन